लगेज चाहिँ यहाँ अलरेडी रेडी भइसकेको छ यो चाहिँ कान्छीले लाने लगेजहरू हो अनि यो चाहिँ इज फ्लावर फर हर आई विश हर अ सेफ ट्राभल्स सेफ जर्नी अब यो चाहिँ यहाँ राख्यो अब हामी उसलाई बिदाई गर्नको लागि रेडी हुन लागेको अनि यो चाहिँ उसको ह्यान्ड क्यारी होइन यसमा त ल्यापटप छ क्यारे अनि इभन यहाँ चाहिँ ब्यागहरू पनि छ उसको ऊ पनि रेडी भइसक्यो स्योर गर है के सामान छुट्यो के सामान छुटेन भनेर त्यही त भरे फेरि एउटा मात्र छुट्यो भने त बर्बाद हुन्छ त कस्तो फिल हुँदैछ त सी इज एक्साइटेड एज वेल एज भेरी नर्भस भन्दा त्यस्तो नर्भस त होइन अहिलेसम्म ऊ फ्यामिली मेम्बरसँग छुटेर बसेकै छैन नि त्यही भएर नि अलिकति नर्भस त अभियसली फिल भइहाल्छ नि अर्को चस्मा खै त ए त भाइराजा आइस्यो आमा ल वेलकम छ भ्लगमा बाबु खिलाइदियो ओसे बाबु खिलाइदियो भन्दा एक त क्यान्थ्यो बुवा छोरीको यस्तो यात्रा जमाना दाइले त के गरिदियो म छोरी यात्रा सोने ले सही तिरवाना बुवा अहिले ल यो चाहिँ बुवा यो लगाइदिनुहोस् त ए यहाँ यो मलाई दे म समाज लेलो पऱ्यो वाला भयो यहाँ ठुलो बा चाहिँ यहाँ कलमा हुनुहुन्छ क्या ठुलो बा चाहिँ माइली बहिनीसँग त्यही भएर यतापट्टि फर्किनुहोस् त ठुलो यता आउनुहोस् तपाईँ ए ला म चाहिँ जेरो सिभिक सेन्स भन्दै यता आउनुहोस् कता हो कलमा त कल कता हो लखडे यस्तो साधन ल छोरीको यात्रा सफल रहोस् आफ्नो गन्तव्य स्थानमा गइसकेपछि कहाँ हो छोरी त्यो अध्ययन केन्द्रमा अध्ययन सफल होस् आफ्नो अलिकति टाढो यात्रा गरेर छोरी त्यही भएर छोरीको यात्रा सफल होस् अध्ययन पुरो गरेर उसले फर्किनु पाओस् त्यो भन्दै छोरीलाई बिदा गर्न चाहन्छु ढोकन ठुल्पालाई यहाँ ए मलाई पनि ढोक्नु पऱ्यो नि आज यो 1000 बोल्दिनु होला होइन मजाक गरेको ल मेरो बहिनीलाई शुभ यात्रा ल थ्याङ्क यू सेफ ट्राभल्स ए ताजी थाहा दबे हाम्रो चाहिँ गाडी आइपुगिसकेको छ अब लगेजहरू लोड गर्नु पर्यो अनि त्यसपछि हामी जान्छौँ साथीभाइले कल गरे ह्याक गरेछ त्यो अर्को सामानहरू पनि रहेछ क्या त्यही भएको भएर अट्दैन भने होला नि त सामानै छोडेर गएको चारजना एउटा पो भित्र एडजस्ट गरौँला अनि बाँकी त गाह्रो हुन्छ नि त फेरि कस्तो सामानै छोडेर गएको त मान्छेले चाहिँ लिन आउने गरेर कि नलिन आउने गरेर ए अच्छा त्यो चाहिँ 800 कि त्यो ठुलो चाहिँ 800 यो ठुलो बाइकमा लाने अरे ए अप्ठ्यारो हुन्छ त्यो लैसो होला हाम्रो चाहिँ सामानै नअट्ने भएर अब हामी 4 जना हुने भयो नि त यहाँ गाडीमा त्यही भएको भएर भाइ चाहिँ इन ड्राइभमा जाने के अरे बाइकमा जाने अरे क्या ऊ अगाडि नै बस्छ हस् हुन्छ दाइ कान्छी जाउँ त
भयो बुवा र ठुलो बस ठुलो अगाडि बस्नुहुन्छ होला त के भन्छ बस ल बाटो नै ब्लक छ एकछिन ल सुगा अट्छ नि हामी तिनजना त मजाले आगे त्यो दबाईलाई पठाउने चिल्लोपछि होइन अब जमानै नि भनौँ अब चाहिँ हाम्रो यात्रा सुरु हुन्छ एयरपोर्टतिरको अब हिँडेको यो सानो गल्ली छ कि यो एकदम सानो गल्ली छ अनि त्यो साइड दिने ठाउँ नै छैन त्यही भएको भएर एकदमै हामी आइपुग्यो अहिले चाहिँ एयरपोर्टमा आज चाहिँ अरू बेलाको कम्पेयरमा अलिकति कम रहेछ बाफ्रे नत्र त हाइट कहाँ चाहिँ हिँड्या होला यो मान्छेहरू है बहिनीको साथीहरू पनि सबैजना आइपुगिसक्यो अब फोटो सेसन गर्ने भनेर छ उहाँ चाहिँ स्पेसली उहाँको हितेशी मित्र रोशनी बहिनी हेर्छ बाबाहरू पछाडि हुनुहुन्छ यहाँ ग्रीष्म बहिनी रे अनि चाहिँ ला उसको नाम चाहिँ मलाई थाहा छैन दावा भाइ अनि हामीहरू अनि उसको कन्सल्टेन्सीको साथीहरू पनि आउनुपर्ने थियो कि अनि त्यही भएर ऊ चाहिँ फोन गरिरहेछ यहाँनिर रोशनी उसलाई आत्तिकै छैन भनेको कस्तो अचम्म त्यही भनेको हामी मात्र हो क्या हामी मात्र हो साथीहरूले पनि खाना लिएर आएछ केही चिन्ता छैन हौ विदेश जान लागेको मान्छे पनि आम्मामा हुन त बल्ल बल्ल स्ट्रेस आउट हुन त्यही भएर पनि नेपाल बस्दा बस्दा वाक्क दिक्क भएर ल आऊ साथीहरू हेर त खादा लाउनलाई पनि बोलाएको विदेश जान लागेको मान्छे यति साह्रो स्माइल फेस चाहिँ यसको मात्रै मैले आज देखेको नत्र सबैजना रुँदै कराउँदै गइरहेको हुन्थ्यो उहाँहरू चाहिँ बहिनीसँगै एकै ठाउँमा जानुपर्ने साथीहरू क्या उहाँ आइसक्नु भएछ अघिदेखि वेट गरिरहेको बहिनी चाहिँ फाइनली उहाँ चाहिँ आइपुग्नु भएछ एउटै युनिभर्सिटी पढ्ने अरे क्या उहाँहरू दुईजना चाहिँ यतापट्टि आउँदा गणेश नरो मेकअप सेकअप बिग्रेला फेरि त्यत्रो टाढा पुग्नु छ मैले निकालेको छैन मेकअप
नखाँदा त उयो हाल्नुपर्छ होला कि उयो ब्यागमा हाल्नु कहाँबाट जाने उनीबाट होला होइन अहिले कान्छीलाई ड्रप गरेर सी अफ गरेर घर फर्किन लाग्यो बुवा र ठुल्बा यहाँ हुनुहुन्छ अगाडि भाइ गणेश चाहिँ बाइकमै जाने अरे त्यही भएर हामी चाहिँ 4 जना चाहिँ ट्याक्सीमा जानु पर्यो एकछिन आउनु औ कत्रो कुकुर रहेछ मलाई डर पो लाग्छ लस्सो हामी चाहिँ अब घर फर्किन्छौँ मलाई बुझाइ